हिन्दू धर्म भनेको कुनै एउटा जात, देश को धर्म होइन। तपाईँहरू आफैले पनि हेर्न सक्नुहुन्छ, हिन्दू धर्मको यो जति पनि देवी-देवताहरूको मूर्तिहरू छन्, ती सबै मूर्ति भनेको आत्माको शक्तिको वर्णन गरिएको हो त्यो। आत्माको शक्तिको। जस्तै 8 वटा हात भएको कुनै व्यक्ति हुन सक्छ त? कोही मान्छे त 8 वटा हात भएको हुन सक्दैन। त्यस्तो भयो भने कस्तो लाग्छ? छुट्याउन खोज्छ नि त्यसलाई। आध्यात्मिक भाव हो त्यो। आध्यात्मिक भाव जुन चाहिँ हामीले बुझ्नुपर्ने हो आध्यात्मिक भाव। तर हामीले बुझौँ अब किन त्यो पनि भएको भन्दाखेरि हामी जब बडी कन्सियस भएर आयौँ नि त हामी आफै नै त अब शरीरको भानमा भएपछि त हामीले त्यो बाहिरकै शरीरलाई नै हेर्छौँ। त्यही भएर हामीले भाव बुझ्न सकेनौँ। त्यही कारण हो। नभए यो हिन्दू धर्म भनेर राखिएको पनि आखिरमा हिन्दू धर्म होइन, यो चाहिँ एउटा आदि सनातन देवी देवता धर्म हो यो। आदि सनातन देवी देवता धर्म भनेको यो सबै मनुष्य आत्माको धर्म। मनुष्य आत्माको धर्म भनेको ऊ भित्रको पावर हो, ऊ भित्रको शक्ति, आत्माको शक्तिको चाहिँ ज्ञान हो यो।